ओके आजको हाम्रो पहिलो माछा राख्ने स्पोटमा फेरि पनि हामी आएको छौँ। लेट्स सी त्यहाँ माछा पर्छ पर्दैन। आज भने त्यहाँ चाहिँ माछा परेको छ भने लेट्स चेक हाम्रो अर्को सेकेन्डमा चाहिँ पर्छ या पर्दैन हामी अब चेक गर्छ। एउटामा चाहिँ परेको छैन भने अर्कोमा ओहे एउटामा चाहिँ हामी परेको है। यो भनेको चाहिँ हाम्रो काली खोलाको लोकल एन्ड प्योर फिस अर्सला माछा। र आज भने भ्यू पनि पुरा क्लाउडै देखिरहेको छ। क्लाउडहरू आएर निकै राम्रो देखिरहेको छ आज चाहिँ। पारिपट्टि चाहिँ यस्तो पुरै बादल लागेको छ अहिले। मनिषले यहाँ खानु भएको छ माछा। एउटा परेको छ है। यहाँबाट देखिरहेको छ। उहाँ चाहिँ उहाँज्यूको पोख्चा हो क्या यो, अरू कसैले थाम्नु पाउँदैन। ओ दुईटा ओ एउटा पऱ्यो एउटा पऱ्यो। एउटा चाहिँ माछा परेछ यहाँ चाहिँ। फेरि कन्सन्ट्रेसन यिनी चाहिँ एकदम कन्सन्ट्रेसन भइरहेछ। यो भर्खरै परेको माछा चाहिँ सानो भए पनि एकदमै यो अर्सला प्योर हो। यो चाहिँ लोकल मिठो हुन्छ। अनि सर चाहिँ पुरै क्रिस बनेर जाँदै हुन्छ। अस्ति हामी हमेसाको जस्तै सधैँ चाहिँ अब माछा परेको छ। एउटा परिरहेको छ त्यहाँ पनि। त्यो माछा चाहिँ अर्सला नै परिरहेको छ। अहिले चाहिँ अर्सलाको सिजन रहेछ। परेन ल। ओके यहाँ चाहिँ अर्को माछा पर्यो। माछा ल मान्छेले निकाल्नु भएको भर्खर एउटा मछली लागेको छ। यहाँ एउटा ठुलो ओके यहाँ त पर्ने रहेछ के। ओके एउटा चाहिँ अलिक ठुलो एउटा ठिकठाक। पर्दै पर्यो माछा। ल कस्तो हलचल दिँदै आउँछ है। यो नै निस्किनु रहेछ। दुईटा यो चाहिँ हाम्रो माछा। यहाँबाट चाहिँ अनि यसरी तल जाँदै हुन्छ। ओ तर माछा भने परेको चाहिँ छैन।
आजको हाम्रो मैदा तयारीको हाम्रो आज लास्ट स्पोर्ट यतै हो। तर कहाँ थापे गरेर उहाँ आफै कन्फ्युज हुनुभएको छ अहिले एकछिनसम्म चाहिँ। हिजो हेरेको होइन र ओहो ल आजको हाम्रो एन्डमा पनि हाम्रो माछा चाहिँ परेको छ। ल